नमस्ते सम्पूर्ण साथीहरूलाई। आज म थोरै काम विशेषले गर्दा साडी लाएर बाहिर निस्किँदैछु र त्यही सिलसिलामा मैले साडी लगाउँछु अनि फिटिङ तरिकाले साडी कसरी लगाउने भनेर हजुरहरूलाई पनि सुरुबाटै सिकाउँछु। जान्नेहरू त जान्नुहुन्छ, धेरैले जान्नुहुन्छ साडी लगाउन। नजान्नेहरूका लागि है म सुरु गर्छु। यो साडी लिने अनि आफूलाई कति लामो लगाउन मन पर्छ त्यसरी यो पेटिकोटमा यसरी चारैतिर घुसाउने। मैले यो चारैतिर यो मिलाइसकेँ, आफूलाई कति लामो मन पर्छ त्यही अनुसार। अब यो पल्लुलाई यसरी बराबर बनाएर यसरी पटाउने अनि यो देब्रेतिरबाट यसरी फलक्क घुमाएर कति लामो मन पर्छ त्यही अनुसार यो पल्लु राख्ने अनि यसलाई यसरी तान्ने र यसलाई एकैछिनलाई यहाँ अड्काउनुस् है। त्यही यसरी अड्काउने। यो मैले पल्लुको पाटा मिलाइसकेँ। अब यसरी यहाँ खिप लगाउने। मैले खिप लगाउँदैछु। मैले खिपले अड्काइसकेँ। यो पल्लु पहिला मिलायो भने एकदमै सेप बस्छ के, सजिलो हुन्छ। मैले त्यही भएर यो पल्लु मिलाएँ। अब चाहिँ यसलाई कतिको टाइट लगाउने कतिको लुज लगाउने भन्ने यसबाट हुन्छ है त। मैले अब यसलाई सर्लक्क यसरी तानेर एउटा खिपले यसरी पेटिकोटसँग जोडेर यसमा अडाउने। यो अडियो। अब सर्लक्क मोजा बनाउने। हावा लाएर डिस्टर्ब गरे भए। यसरी मैले मुजा बनाइसकेँ, देख्नुभयो। अब यो मुजालाई ठ्याक्क आफूलाई कति लामो मन पर्छ त्यति यसरी घुसाउने। मुजा सर्लक्क भयो। यो मुजा हिँड्दाखेरि बस्दाखेरि नतानियोस् नखलबलियोस् भनेर यो साडी पिनहरू यसरी लगाउने। मैले पिन लगाएँ। अब आफूलाई मनपर्ने यस्तो साडी यस्तो पिन चाहिँ यसमा लगाए पनि हुन्छ नलगाए पनि हुन्छ, आफूलाई इच्छा अनुसार मैले लगाएँ। यसरी लगाउने। साडी कति फिटिङ भयो, राम्रो भयो, यसरी नै लगाउनु होला। अब यसलाई हल्का म कपालको थोरै पोको पारेर मात्र देखाउँछु है त। भिडियो लामो भयो, झन्झट नमानिकन हेरिदिनु होला। हल्का यसरी खुल्ला छोडेर पोको पार्ने। मैले है एकैछिनलाई आफ्नो डिजाइन बनाएको। हजुरहरूको त आफ्नो स्टाइल हुन्छ। अनि यो फुल चाहिँ यसो लगाउँछु अनि साडी चाहिँ सर्लक्क मिल्यो। पछाडि पनि मिल्यो। यसरी लगाउनु होला साडी। राम्रो भयो कि भएन, कस्तो स्लिम देखियो, फिटिङ भयो साडी। ल हेर्नु त। यसरी लगाउनु होला है त। ल भिडियो यति नै।